Hello guys, welcome to my another vlog and good morning सबैजनालाई म चाहिँ सुना तामाङ पहिलाको भ्लगमा चाहिँ अनि फर्स्ट भ्लगमा चाहिँ मैले आफूलाई त्यस्तो इन्ट्रोड्युस गरेको थिइनँ तर बिस्तारै गर्दै जान्छु हैन सो गाइज आज तपाईहरुलाई थाहा नै छ आज मदर्स डे हो यसलाई मातृतीर्थ औँसी पनि भनिन्छ सो मातृतीर्थमा चाहिँ एकदमै ठुलो मेला र अर्को यहाँ अब मम्मी नभएको उहाँहरूलाई चाहिँ त्यहाँ पूजा गर्न आउनुहुन्छ जे होस् मलाई त्यस्तो राम्रो भन्न आएन होइन साइड आए अनि त्यहाँ चाहिँ हामीलाई भोलिन्टियर बस्न बोलाउनु भएको छ भोलिन्टियर अब 8 to 11 हो होइन त्यहाँ टाइम अनुसारले राख्नुहुन्छ सो हामी चाहिँ हाम्रो टेक्वान्डोबाट जाँदैछौँ अनि मैले चाहिँ सोनितपुरको टी सर्ट लगाएको छु अनि अरूले चाहिँ ट्र्याक लगाएको हुन्छ सो म पहिला हल जान्छु हामी दोजाङ जान्छु अनि त्यसपछि चाहिँ त्यहाँबाट के हुन्छ मिलाएर जान्छौँ सो अहिले हल पुगेपछि भिडियो बनाउनु लागि गाइज अहिले चाहिँ म फेरि यहाँ हामी टेक्वान्डो लगाइसकेँ अनि सबैजना भेला भइसक्यो ल प्रदेश भाइले के बोल्ने रे गाइज भाइ सिङ्गल होइन भाइ सिङ्गल हो रे यसो फेस देखाइदेऊ न त हाम्रो ह्यान्डसम भाइ हो नि फेरि हेलो गाइस फेरि पनि वेलकम टु माई भ्लग होइन अब हामी चाहिँ आधी बाटोसम्म आइसक्यौँ अब चाहिँ हाफ बाटो बाँकी छ अनि हामी सबजना सबै जाँदैछौँ लाइनमा हामी यतिजना छौँ भोलिन्टियर गर्ने होइन सो किप वाचिङ गाइस किप सपोर्टिङ लास्टसम्म हेरिदिनु होला Few moments later गाइस अब हामी चाहिँ मान्छेमा आइपुग्न लागिसक्यौँ होइन लगभग माथिसम्म आइसक्यौँ सो हाम्रो टिमबाट छ दामी देखेको है मान्छेको भिड चाहिँ यतिको छ अहिले होइन अहिले झन् बढ्दै जान्छ होला हेरौँ लेट्स सी अहिले मेन ठाउँमा गएपछि चाहिँ म फेरि भिडियो ओपन गर्नेछु है One eternity later सो नाच्मै गाइजहरू यो गीतमा अब मान्छेको भिड चाहिँ एकदमै बढ्न थालिसकेको छ हामी मेन ठाउँमा पुग्न लागिसक्यौँ बिहानमा नै चटपट पनि के बेच्दै हुनुहुन्छ है यो चाहिँ एकदमै जङ्क फुड हो सो इट हेल्दी बी हेल्दी गाइजहरू ठाउँमा छुट्टै गीत बजिरहेको छ छुट्टै मान्छे देख्न सक्नुहुन्छ मेरो भोइस एकदमै सानो आइरहेको होला है तर ध्यान गरेर सुनिदिनु होला यहाँको अवस्था शिवजीको भक्तहरू तर मलाई लास्ट डर लाग्छ गाइजहरू यस्तो साधुहरू देख्यो भने चाहिँ एकदमै कस्तो लाग्छ है हेर्नु सक्नुहुन्छ यहाँको अवस्था हेर्नुहोस् यता चामल थाप्न बस्नु भएको छ यसरी कोही के गर्दै हुनुहुन्छ गाई यस्तो किरासरी मान्छे छ यहाँ होइन यति भिड छ यति भिड छ नि हेर्न सक्नुहुन्छ अगाडिको बाटो हुने आधा घन्टा लाग्छ जस्तो छ गाइजहरू हामी चाहिँ अब भित्र घुसेर जान्छौँ सो अब म एकछिनमा क्यामेरा खोल्छु बिकज एकदमै भिडभाड छ अहिले अलिक मिलेन भने गाइजहरू अब चाहिँ हामी माथि आइसक्यौँ हेर्न सक्नुहुन्छ यहाँको भिड चाहिँ हामीले हाम्रो भेटायौँ गाइजहरू पनि हेर्नु सराहदै गर्दै हुनुहुँदो रहेछ है तर मान्छे चाहिँ एकदमै यो चाहिँ भित्र कुण्डमा जानको लागि लाइन हो होइन अनि उहाँहरू चाहिँ त्यही कुण्डमा पुग्नको लागि यसरी हिँड्दै हुनुहुन्छ हेलो दाइ यहाँ कस्तो मान्छे हेरौँ गाइज कस्तो चाहिँ हेरौँ क्या कालो भयो कस्तो मान्छे हेरौँ गाइजहरू हामी चाहिँ भित्र कुण्डनिर होइन भोलिन्टियर भएर चाहिँ हामीलाई अलिक सजिलो भयो भित्र छिर्नलाई सो हेर्न सक्नुहुन्छ मान्छेको भिड कसैलाई छुट्टै रमाइलो छ यता कसैलाई के सक्नुहुन्छ गाइज अब हामी हाम्रो काममा लाग्नेछौँ मेरो काम सकेपछि आउने छु
2 hours later. खानेकुराहरू यसरी फालेको छ नेपाल साँच्चै धनी हो क्या गाइजहरू तपाईँ धनी छ है हाम्रो हिरोइनहरू हाम्रो हिरो गाइज अब चाहिँ हामी सबै काम सकेर खाना खान जाँदैछौँ होइन खानामा चाहिँ अब के हुन्छ देखाउँला तपाईँहरूलाई है अनि एकदमै गाह्रो क्या एकदमै गाह्रो यो आज मातृभाषामा होइन भोलि के गर्न एकदमै गाह्रो भयो है किन भन्दा मान्छे हेर्नु न मान्छे यति धेरै छ कि होइन प्लस भनेको पनि नमानिदिने अनि अब राम्रो मुखले भन्दा चाहिँ झन् मान्ने नमानिदिने होइन अनि अब झर्केर बोल्यो भने त त्यही हो हात हाल्ने सो मसँग चाहिँ आज त्यस्तो केस चलेको छ इफ यो भ्लग हेर्नुभयो भने चाहिँ प्लिज भोलिन्टियरहरूलाई पनि गाह्रो हुन्छ भनेर बुझिदिनु होला है गाइजहरू सो अहिले म हेलो भाइ हेलो त्यही हो गाइज अब हामीले के खान्छौँ त्यो देखाउँछौँ है मैले चाहिँ प्लेट लिइसकेँ हेर्न सक्नुहुन्छ तपाईँहरूले होइन अब चाहिँ मलाई के भन्छ सुन्दाले खाना हालिदिन्छ है गाइजहरू ओ खाना आयो हाम्रो लिस्नामा पनि खाना खाँदै हुनुहुन्छ यो ट्रिट चाहिँ मेरो तर्फबाट है मेरो बर्थडे ट्रिट है तपाईँहरूलाई मेरो बर्थडे ट्रिट मित्रले चाहिँ मलाई खाना हालिदिन्छ है म त्यस्तो धेरै पनि खाँदिनँ भयो ल दाल पनि चट्ट भयो चट्ट पारामा हालिदियो भनेको त लेफ्ट ह्यान्डले हालिदिएँ मैले चाहिँ केही छैन अचार चाहिँ धेरै नै हालेँ यार आँखा चाहिँ नलमाइ गाइजहरू आँखा चाहिँ लाउनु खानेकुरामा मिठो छ ओके गाइजहरू अब म चाहिँ खान थाल्छु है अब मेरो मुखबाङ पनि यही सुरु हुन्छ फर्स्ट बाइट खाए मिडियम ठिकै लाग्यो एभरेज गाइजहरू अब म खानासाना खाएर टक्क अब घर जाँदा भिडियो बनाउला घर जानलाई गाइज खानासाना सकेर अब चाहिँ हामी चट्ट लगाएर बाहिर जान्छौँ डुल्नलाई होइन अनि त्यो खाना चाहिँ ठिकै मात्र लाग्यो एभरेज गाइजहरू स्वर चाहिँ एकदमै सुकिसक्यो सबैलाई कराउँदा अब स्वर बसिसक्यो अब चाहिँ तातो पानी खानु पर्ने हुन्छ घरमा अब चाहिँ हामी तलतिर जान्छौँ बहिनीहरू छ होइन ल सब्सक्राइब गरिदेऊ है सुबिना तामाङ अनि 29 यसलाई थाहा रहेछ तिमीहरू नि भाइरल हुन्छ ल अब चाहिँ हामी तल गएर किन्नेछौँ त्यही गाइजहरू अलिक एकछिनमा देखाउँछौँ है अझै पनि मान्छेहरू त्यस्तो घटेको छैन यार यहाँ बिस्तारै घट्छ होला यो चाहिँ मेरो 80 करोडको गाडी हो इसमें तेरा घर जाएगा छोट म चढिहाल्छु गाइस ल कुरा चाहिँ सुनौँ है तँ त भन्नै छैन आफूले हान्ने एक्टिभ हो क्या ट्राई गरौँ न मिल्दैन बहिनी मेरो बहिनी मिल्दैन दाइ मिल्दैन बहिनी ल तपाईँलाई म भाइरल लाइन चाहिँ एकचोटि ट्राई गर्नु दिनु न मलाई भाइरल के गर्छु बहिनी म त अब उड्दैछु अनि कता नजान्न देशमा यस्तै गेम खेल्यो भने तपाईँ धनी भइहाल्छ नि त्यही पनि तपाईँलाई भाइरल बनाइदिएपछि त धनी भइहाल्छ खेलाएको 29 वर्ष भइसक्यो अनि
उहाँ नभएर अनि कतार जानु लाग्यो कतारमा किन हतार हतार होइन फेरि भिसा फ्री टिकट त्यो त्यही खुसियालीमा हामीलाई हान्न दिन्न त एक त्यस्तो भने नि त नानु मैले पनि 2-4 पैसा आउँछ भनेर मैले खोले हो नि त हामी पनि 2-4 पैसा आउँछ कि भनेर खेल्न लगाएको हो नि त अनि 50 रुपियाँतिर खेले नि त 50 रुपियाँ छैन क्या म सक्दिनँ तिमीसँग कुरै गर्न सक्दिनँ अब नसक्नु त गाइजहरू सक्छ त कुन युट्युब हो सब्सक्राइब गरिदिने हो ल तपाईँ चिन्नु भएन मलाई फोन पारेको म ए भगवान् Don't waste your time in these kinds of things. यस्तो कुराहरुमा चाहिँ पैसा वेस्ट गर्नु भएन मिठो छ भने के ग्यारेन्टी लिने हामीले एउटाले ट्राई गर्छ है त यसो भन्नु अमिलो पिरो ट्रस्टै भन्नु पर्नु अनि खानिन्छु अघिको पसलेको दाइ चाहिँ मसँग बोल्नु सक्नु भएन होइन मान्छेले धगालेर हाम्रो सुमित्राको हात पनि यस्तो भएको छ प्लिज गाइस तपाईँहरू यहाँ आउनु भएको थियो भने चाहिँ तपाईँहरू एकदमै दुष्ट पापी हुनुहुन्छ है यस्तो बेहोरा यस्तो हरकत चाहिँ नगर्ने होला हामी पनि भोलिन्टियर बसेको हो हामी यत्तिकै केही पाउनको लागि बसेको होइन हामी पनि समाज सेवाको लागि बसेको हो होइन त्यसैले हाम्रो पीडा पनि बुझिदिनु होला यसरी अब भोलिन्टियरले भनेको कुरा चाहिँ मान्नुपर्ने हुन्थ्यो होइन मान्नुपर्ने हुन्छ तर तपाईँहरूले चाहिँ मान्नु भएन त्यो नै एकदमै डिससेटिस्फाई भयो मलाई चाहिँ आएर नै त्यो अर्थ नै रहेन जस्तो भयो अनि त्यसै अर्को कुरा भनेको चाहिँ अहिलेको मान्छेमा चाहिँ एकदम मानवता भन्ने चाहिँ केही पनि छैन त्यो बुझ्यो होइन धर्म कर्म भन्ने बित्तिकै पैसा हाल्यो टिका लगायो भन्ने बित्तिकै धर्म कर्म है तर त्योभन्दा अगाडि चाहिँ आफ्नो भावना चाहिँ चोखो हुनुपर्छ अनि कस्तो भन्दा अब एउटा मान्छेले अर्को मान्छेको कुरा चाहिँ बुझेन अनि मानवता भन्ने कुरा चाहिँ एकदमै जेरो लेभल डाउन क्या एकदमै डाउन मलाई एकदमै नराम्रो लाग्यो सो त्यस्तो मान्छेहरूको लागि चाहिँ आई रियली हेट द्याट काइन्ड अफ पिपल है मलाई त्यस्तो मान्छेदेखि चाहिँ एकदमै नराम्रो लाग्यो अरू त ठिकै छ फाइन सो अब चाहिँ हिँड्दैछौँ घर फर्किँदैछौँ हामी चाहिँ होइन हाम्रो काम चाहिँ सक्यो 8 बजीदेखि 11 बजीसम्म ड्युटी थियो त्यो सक्यो होइन अब हाम्रो घर जान्छौँ अनि हाम्रो मदर्स डे मनाउँछौँ